हेलो सबैजनालाई गुड आफ्टरनुन भन्नु कि गुड इभिनिङ भन्नु। अहिले यो भिडियो हाल्दा त इभिनिङ हुन्छ हो, सो केही पनि भन्दिनँ। तपाईँहरू सबैजनालाई मेरो छोटो ब्लगमा स्वागत छ। मैले चाहिँ ब्लग चाहिँ त्यतिकै बनाइरहेको छु। के भन्दाखेरि चाहिँ यहाँ हाम्रो पुसाइले चाहिँ काम गरिदिनु हुँदैछ नि त, के भन्छ इस्कुसको मर्चन बनाइदिनु हुँदैछ कि, सो सघाइदिनु हुँदैछ। अन्त के भन्छ त्यतिकै त्यही अल्छी लागेर चाहिँ म तपाईँहरू समक्ष भिडियो लिएर आएको छु छोटो। सबैजनाले हेरिदिनुहोस् होला, हाम्रो रक्चु छोरीलाई पनि हेरिदिनु। जय मेसी भनिदेऊ न, जय मेसी भनिदेऊ न, जय मेसी भनिदेऊ न। खेल यहाँ हाल्नुहोस् है त। यहाँनिर चाहिँ हाम्रो इस्कुसको मर्चन बनाएको हो। पुसा यता हेरिदिनु एकपल्ट, पुसाई यता। हाम्रो त्यही पालि सागहरू पनि छैन साथीहरू, यति नै हो। पर्खिनै पुसाई, म भित्र जान्छु एकछिन। कुखुरा देखाउनु पर्यो तपाईँहरूलाई। हाम्रो कुखुरा चाहिँ तर ज्यादा छैन, माउहरू छ हो, डर लाग्छ म त। गाइसहरू जानी हेर्नु न, पुसाइले मलाई भनेको। यहाँनिर चाहिँ हाम्रो रुख टमाटर पनि फलिरहेको छ साथीहरू, मजाले फलिरहेको छ हो। पाक्नु चाहिँ पाकेको छैन, योपालि सागहरू पनि छैन ज्यादा, यति नै हो साथीहरू। हामी तिनजना चाहिँ महात्मा गान्धीको तिनजना बाँदरहरू थियो अरे नि, एउटा आँखा छोप्ने, एउटा कान छोप्ने, एउटा मुख छोप्ने, हामी तिनजना चाहिँ साथीहरू हो कि होइन? अल्छी लाग्यो साथीहरू। हे तपाईँहरूले एउटा कुरा देखाउँछु म, सिलाम हेर्नु ल, यसको अचार खान्छ तपाईँहरूले, खान्छ कि खाँदैन हेर्नु ल। तिमीहरू यता नआउ न, रोजहरू उता जाऊ त। ए यसको तपाईँहरूले अचार खानुभएको छ सिलामको। रोज उता जाऊ न, हेर बहिनीले बिचाराले। ए यो सिलाम खान्छ कि खाँदैन तपाईँहरूले? यसको अचार चाहिँ दामी हुन्छ है साथीहरू। हामीले चाहिँ खान्छौँ, मम्मीले चाहिँ साथमा पनि हाल्नुहुँदैछ साथीहरू। अब हामीलाई घर बनाएको नबोल्दिन। माथिको अब रक्षालाई दिउँ भनेर। ल नानी तेरो जम्पर भिडियोमा गर्दै जान्छु। गाइजहरू म चाहिँ अब जाँदैछु साग लिनु। आइया हात दुख्यो, सागको बिउ दिन्छु भनेको छ अरे कि, अब म चाहिँ सागको बिउ लिनु गएको हो। हेर्नु बाटो देखाउँछु। यो चाहिँ हाम्रो कोइराला गाउँ। हेर्नु न फुल कस्तो दामी फुलिरहेको छ, सयपत्री। हाम्रो बारी चाहिँ तल छ नि त, घर चाहिँ यहाँ छ हो। बारी चाहिँ तल, घर चाहिँ माथि है हरेस। यो चाहिँ मेरो घर हो। बडी कहाँ छ? बडी सागको बिउ दिन्छु भन्नुभएको छ अरे नि, किन अरे सागको बिउ। ए हुन्छ अब यस्तै भए पनि, अन्त एउटा त छैन मम्मीलाई। ए होइन, ऊ त्यसलाई उखाल्दिएको खै अन्त हामीलाई पनि दिन्न अन्त। अब लैजाऊ उखालेर, यस्तै आफै उखाल्नु अन्त कसले उखालिदिन्छ? ऊ त्यसलाई उखालिदिएको, ऊ बिउ जगाउँछ अरे। अलिकति टिप्दिन सिधै। अस्तिदेखि मागेकै छैन, बिजन ल्याएको। जय भाइ, औ जय भाइ, बाई बाई जान्छु हाम्रो नानु, बाई बाई टाटा। जय भाइ, औ जय भाइ। बडीले चाहिँ हातमा दिइसकेको पनि गाइस हो, हामीलाई होइन भनेर लग्यो। त्यो चाहिँ म अब आफै टिप्नु जाँदैछु ल। खै कतिमा राख्दाखेरि चाहिँ क्यामेरा देख्छ, ब्यागबाट मैले गरिरहेको छु हो।
देख्छ कि देख्दैन म पनि छु है आई डोन्ट नो एनिथिङ ल तेन्जला दी भिडियो गर म त गर्दिन आइज न म साग टिप्छु नि त बिउ त यस्तो रहेछ साथीहरू पनि खाम भनेको त्यो एउटा छैन यसो त्यस्तोमा अम्बो बिउ चाहिँ हरेस लाग्दो रहेछ नि त यो कहिले टिपिसक्ने नि त साग त छैन त बिउ हरेस खानु हुँदैन हरेस नखुवा है छैन हे छैन मोमो खान्छु अब कुटा खान्छस् तैँले ज्यादा त छैन रहेछ बिउ त यस्तो हरेस लाग्दो रहेछ साथीहरू हरेस लागेन साथीहरू मलाई चाहिँ बिउ देखेर चाहिँ एकदमै हरेस लाग्यो सर्नु चाहिँ सर्छ कि सर्दैन हो मलाई देखिराख्छ राख्दैन थाहा छैन है मलाई चाहिँ म त यसरी भिडियो बनाउने आइडिया छैन कि अस्ति एउटा देखेर यसरी सिकेको बनाउनु तर कतिमा राख्दा चाहिँ आफूलाई देख्छ मलाई केही आइडिया छैन हो तर पनि म चाहिँ यसरी गरिरहेको छु छैन लु ज्यादा ए दिदी अब आँसु रक्छ सर्नु पर्दैन यति नै रहेछ है साथीहरू यहाँ पुरा रहेछ कि तर यो चाहिँ केही देख्दैन यहाँ हामी नै ततिर चाहिँ साग ठुल्ठुलो राख्छ बिउ देखेर हरेस लाग्यो हुन्छ र पनि यो यति नै हो है साथीहरू हेर्नु न कस्तो सानो सानो रहेछ यो त हुन्छ कि हुँदैन हो थाहा छैन ऐनाबाट हेरेर गरिरहेको छु मैले भिडियो साह्रो यो मेरो ब्याक क्यामेरा उयो छ नि त के हुन्छ भन्नु त क्लोज देख्छ ब्याक क्यामेराबाट छेउ देख्छ टाढोको खिच्दाखेरि पनि हो म चाहिँ लगेर जाँदैछु मम्मीले अब चाहिँ रोक्छ है गाईसँग रोक्छु काली ल हिँड खा म त खान्न जय भाइ आइ चला बिउ देखेर चाहिँ गाइसहरू मलाई पुरा हाँस उठ्यो म त्यो म है हरेस है लाग्दो थिएन त ल चिया पकाएर ल्याइदिए अब भयो राखिराखौँ न सो गाइस आजको लागि चाहिँ यति नै यति भए पनि हजुरहरूले मेरो भिडियो हेरिदिनुहोस् होला लाइक गरिदिनुहोस् होला सेयर गरिदिनुहोस् होला बाई बाई सबैजनालाई बाई बाई डल्ली